धरानमा गोरु काटेर खान्छन् बाबु, गोरु जम्मा बाटो काटेर खान्छन्। त्यो काटी भाइलाई कस्तो भगवान बाबु, मलाई म सानो सानो त्यो गोरु काटेर दिनदेखि अहिले पनि रातभरि निद्रा लाग्दैन बाबु मलाई। रातभरि निद्रा लागेको छैन है बा? कहाँ लाग्छ बाबु त्यसरी गोरु काटेर निद्रा लाग्छ त बाबु, त्यो काट्ने हो। त्यो काटेर गोरु मर्या मासु खाएर काट्यो भने त म किन रुन्थेँ र बाबु, म किन रुन्थेँ? त्यो मर्या मासु गोरु काटेर छन् अचानक काट्यो त भइहाल्छ। त्यो भाइले त्यसले कस्तो गल्ती गर्यो? हाम्रो यो चाहिँ हिन्दू राष्ट्र नेपालमा त्यसले गर्नु नहुने बाबु, म त्यो दिनदेखि सुतेको छैन। बाको आँखामा यति धेरै आँसु देखिरहेछ होइन, भनेपछि बालाई धेरै चित्त दुखेछ है। अनि कसरी सहनु हामी नेपालीले बाबु? त्यस्तो अन्य हामी सहनु सक्छौँ? त्यो भाइको बुद्धि किन त्यस्तो? त्यसलाई कस्तो कुमती लाएर घेर छ नि बाबु, त्यसलाई हाम्रो अरू अरू त उसले त्यो मर्या खाओस् न, जिउँदो गाई र गोरु चाहिँ नखाओस्, अरू चाहिँ गर्छ गरोस्। बाको रुदा रुदा आँसु पनि सुकेछ है। त्यो दिनदेखि मासु घट्दै घट्दै गएर मरिन्छ भने डर खाइन्छ बाबु मलाई।